फुल्छ या पूजा फरक पर्छ है। कतिले मलाई मान्छे मरिगए पनि हुन्थ्यो यो फरक पर्दैन। कतिले भन्छ कस्तो राम्रो यो त खदा माला लगाइदिन्छ, त्यसले पनि मलाई फरक पार्दैन है। मलाई यो खदा माला अघि भर्खर दिदीले लगाइदिइहाल्नु, यसको सोख भएको मान्छे नै होइन। जति मलाई गाली गर्दा पनि फरक पर्दैन। अब यो मेरो चाहिँ प्रतिमा भयो, यहाँ आएर फुले चढाउँदा पनि मलाई फरक पर्दैन, किनभने म आफूलाई माटो जस्तो लाग्छ। मेरो भावना सावना हुन त म अब थुप्रै भावुक पनि बनिरहन्छु होइन, तर आफूलाई म मरिसकेको मान्छे सम्झ। जब आफ्नो स्वार्थ र आफ्नो सपना, आफ्नो व्यक्तिगत सपना मर्छ नि, त्यो मान्छे मरिसकेको मान्छे। म मरिसकेको मान्छे हुँ। मसँग भएको सपना यो देशको सपना हो है, त्यो चिज। त्यसले गर्दाखेरि व्यक्तिगत रूपमा चाहिँ म मरिसकेको मान्छे। मैले व्यक्तिगत रूपमा एक थोपा केही पनि पाउनु छैन मलाई। त्यस्तो निस्वार्थ भावले म आएको छु। तर धेरै मान्छेहरूले विभिन्न खालका लान्छना पनि लगाउँछन् होइन, तर उहाँहरूलाई पनि पछुतो चाहिँ एक दिन भयङ्कर घोर पछुतो हुन्छ। थोरै मात्रै हुँदैन, यति धेरै पछुतो हुन्छ कि टाउको हिर्काउँदै रुन्छ त्यो मान्छे, टाउको हिर्काउँदै रुन्छ। जो जतिले मलाई चाहिँ